हेलो सबैजनालाई र फेरि पनि तपाईहरुलाई नयाँ भिडियोमा स्वागत छ हैन। र आज हामी घरमै थियौं र घरमा हुँदा हामीले गर्ने प्लान भनेकै हो खोला जाने है। र खोलामा के कसो हुन्छ हैन तपाईहरुलाई हामी देखाउने प्रयास गर्छु। र हामी तीनजना छु र एकजना चाहिँ अब सर्जरी भएर पनि अब चालचेतिक छ यसको। जुड्दै गर्नुस् भिडियोमा। तपाईहरुलाई म खोलाको कतिवटा है कुराहरु देखाउन चाहन्छु है। सानोतिनो फिशिङ पनि हुनेछ, त्यस्तो एक्सट्रिम फिशिङ त होइन तर है कोसिस गर्ने छु हामी फिशिङ गर्ने पनि। र तपाईहरु भिडियोमा जोडिनुस् हुन्छ। हाम्रो खोला जाने बाटो यस्तो छ है, मजाले ग्लेनबोर्न टी स्टेट हिँडाइ हुँदैछ हाम्रो। र है जुड्दै गर्नु चाहिँ सफर 1 घण्टाको बाटो हो। त्यो बिचमा केही न केही नयाँ कुराहरु भेट्न सकिन्छ, जुडेर बस्नुस्। हेर्नु चाहिँ मजुर चाहिँ हाम्रो यो एरियामा बहुत ज्यादा छ। मजुर चाहिँ हेर्नु लु मजुरको प्वाक, यो भालेको प्वाक। यही साइडमा थियो मजुर तर खोइ हामीलाई देखेर भागिसक्यो। तपाईहरुलाई देखाउँ भनेको भएन। यहाँ माथि हेर्नुस् यो कुखुरा हेर्नुस् हो, यति बिघ्न कुखुरा छ हेर्नु न। लुइचेको भाले र पोथी। अब एडभेन्चर छ क्या यो एरियाहरु हाम्रो, त्यसै कारण हिँडेर आउनु मन लाग्छ। वन कुखुरा र त्यसको यो हिँड्दैछ हेर्नु न माथि भाग्दैछ हेर्नु त लु। बुबुको चाहिँ हेभी छ नि। बुबु फेरि आज माछाको चाहिँ यो आज उकिला र अब चाहिँ अनुहार पनि रातो रातो भइसकेको छ है। हल्का नसहरू पनि देख्दैछ। यो चाहिँ हो हिँडाइको प्रेसर। हामी एकदम बाँसघारीको जङ्गलमा छौँ र हामी ओह्रालो हिँड्दैछौँ लट्ठी बोकेर। यो चाहिँ यो बाटो त आमा बाँस झरिरहेको पन्छाउँदै जानुपर्ने रहेछ नि हौ। यो खालको छ क्या। पुग्नु लाग्यो हामी भन्ने पनि अब छ। अब ज्यादा भनेको 5 मिनटको बाटो होला है। अब हल्का स्टार्ट हुन आँटेको छ। यहाँबाट स्टार्ट गरौँ आज यो जग्गाबाट। र आज माछाले नखाएको जस्तो छ है चारो। सायद यो पानीको कारणले गर्दा पनि होला है। पानी धमिलो छ र हेरौँ पर्छ कि पर्दैन है। यहाँ चाहिँ अलिकति हिट गरे जस्तो लागेको थियो है चारोलाई। र हेरौँ पर्छ कि पर्दैन है।
यहाँ छ मेरो यो बुक चाहिँ। अहिले भर्खरै है सानो माछा लागेको छ। अहिले भर्खरै सानो माछा लागेको छ र यो चाहिँ हो तपाईँको कपर मासेर कत्ले है, सबलाई कत्ले भनिन्छ यसलाई। सानो